के तातो हिउँ पनि हुन्छ? तातो हिउँ निर्माण गर्ने अभियानमा छन् वैज्ञानिक मेरियस मेलोड। हामीले देख्दै र छुँदै आएको हिउँ त चिसो हिउँ हो। हिमालको कुरा मात्रै किन, 40-50 वर्ष अघि काठमाडौँमा पनि हिउँदमा धाराको पानी जमेर हिउँ हुन्थ्यो। मान्छेहरू त्यही जमेको हिउँ भाँचेर तताएर पानीको रूपमा प्रयोग गर्थे। अहिले पनि त्यस्तो अनुभव गरेका भोगेका बुढापाकाहरू काठमाडौँमा भेटिन्छन्। उनीहरूको अनुभव सुन्नु पाए निकै रमाइलो हुन्छ। उता मनाङ मुस्ताङतिर हिउँदको चिसो मौसममा अहिले पनि पानी जम्ने गरेको छ। कतिसम्म भने सिङ्गै खोलाहरू नै जमेर हिउँ बन्ने गरेको छ त्यतातिर। सिङ्गै खोला नै जमेर हिउँ बनेको हेर्नु कम्ती रमाइलो हुन्न। तर वैज्ञानिकहरूले हामीलाई आश्चर्यमा पार्दै सूर्यको सतहमा जति तातो छ त्यत्तिकै तातोमा पनि नपग्लने हिउँ निर्माण गरेका छन्। हिउँ त चिसो हुन्छ, तर यो चाहिँ तातो हिउँ हो, जसको नाम सुपर आयोनिक आइस राखिएको छ। वैज्ञानिकहरूले यस्तो हिउँ ल्याब प्रयोगशालामा निर्माण गरेका हुन्। यस्तो तातो हिउँ बरुण र नेप्ट्युन ग्रहमा रहेको थियो भन्ने विश्वास गर्दै आएका थिए वैज्ञानिकहरूले। तर यो कुराको पुष्टि पनि भएको छैन। अहिले प्रयोगशालामा तातो हिउँ निर्माण गरेपछि यी दुई ग्रहमा तातो हिउँ थियो भन्न सकिने प्रमाण जुटेको छ। वैज्ञानिकहरूले ल्याबमा निर्माण गरेको यो तातो हिउँ 8540 डिग्री फरेनहाइट तापक्रममा मात्रै पग्लिएको थियो, अर्थात् 4725 डिग्री सेल्सियसमा मात्रै पग्लिएको थियो। यस सम्बन्धी विस्तृत अनुसन्धान लेख वैज्ञानिकहरूले नेचर फिजिक्स जर्नलमा फेब्रुअरी 2018मा प्रकाशन गरेका छन्। तातो हिउँ निर्माण गर्ने अभियानका एक वैज्ञानिक हुन् मेरियस मेलोड। उनी क्यालिफोर्निया स्थित लरेन्स लिभरमोर नेशनल ल्याबोरेटरीका भौतिक शास्त्री हुन्। उनका अनुसार तातो हिउँ बनाउनका लागि उनीहरूले 2 वर्ष परीक्षण गरेका थिए। थप 2 वर्ष चाहिँ गरिएका परीक्षणबाट प्राप्त तथ्यहरूलाई केलाउने विश्लेषण गर्ने काम गरेका थिए। यो अनुसन्धानमा सहभागी अर्का भौतिक शास्त्री सेबास्टिन हमेलका अनुसार उनीहरू अहिले निर्णायक बिन्दुमा पुगेका छन्। यो अनुसन्धानले ब्रह्माण्ड र ग्रहहरूको अध्ययनमा ठूलो योगदान पुग्ने निश्चित छ।